in equipping us with essential life-saving skills. Thank you. I also warmly welcome respected AEO Sir Mr. G.V. Tamang of Khamdum BSc Education Department. Sorry, I forgot to mention our AD ma'am from Khamdum BSc, Mrs. Salome Rai. Demonstration and proper use of fire extinguishers, thereby strengthening fire safety preparedness in our schools. Through this program, we aim to empower our school heads with practical knowledge and skills that can help prevent disaster and save lives. Before I conclude, I would like to request our respected fire officials from the Singtown Fire Station to kindly take the lead and commence the fire safety drill cum demonstration program. Thank you all. Thank you, Madam Lloyd. Madam Siring Bhatia लगायत सम्पूर्ण स्कुलबाट आउनुभएको हेडमास्टर प्रिन्सिपलहरूको अनुमति लिँदै आज हामी सिङताम सिनियर सेकेन्डरी स्कुलको आँगनमा उपस्थित भएका छौँ। हामी नजिकै सिङताम फायर अफिसबाट म फायर पिआई भक्तबहादुर छेत्री and our in-charge sir from Fire Station Singtown. Binod Pradhan sir, Mr. Binod Pradhan sir from Singtown Fire Station. Okay, may I request Mr. Binod Pradhan sir from Fire Station. Respected AD madam, जति पनि एजुकेसन डिपार्टमेन्टबाट आउनु भएको प्रिन्सिपल, टिचर्स, हेडमास्टरहरूलाई र मेरो विद्यार्थी भाइ बहिनी सिङताम स्कुल सबै विद्यार्थी भाइहरूलाई गुड मर्निङ भन्न चाहन्छु। अलिकति भाइहरूले सुन्दाखेरि यहाँनिर फायर पनि लेक्चर दिनु आएछ, हामीलाई इरी गर्नु आएको जस्तो हुन्छ, किनभने तिमीहरूले बुझ्नुपर्छ पहिला अलिकति के हो आगो, के हो आगो, कति प्रकारको हुन्छ, कुन आगोमा कुन एक्सटिङ्ग्विसर युज गर्नुपर्ने त्यसको अलिकति नलेज छ भने तिमीहरूलाई भविष्यमै हो तिमीहरू डक्टर, कोही इन्जिनियरहरू हुन्छ है, कोही फायर अफिसरहरू पनि हुन्छ। त्यसले गर्दा तिमीहरूले अलिकति अहिले यसको बारेमा नलेज लिएको छ भने तिमीहरूले डिजास्टर भएको बेलामा तिमीहरूले आफ्नो सोसाइटीमा तिमीहरूले त्यसमा काम गर्नु सहयोग गरे। प्रथम सोध्न चाहन्छु आगो भनेको के हो? आगो, व्हाट आर द एलिमेन्ट अफ फायर? आगो लाग्नुलाई के को आवश्यकता छ? भन्नुहोस् यति बेला यो तपाईहरुले हैन आगो लाग्नुको आगो त आगै हो हैन, तर के चाहिन्छ आगो बोल्नुको लागि पनि? अक्सिजन, एउटा अक्सिजन भन्नुहोस्। अरु इक्जाम्पल तपाईहरुकै छेउमा राखिराको छ, तपाईहरुले याद गर्नुहोस्। फ्यूल एउटा भयो, फ्यूल एउटा भयो, अक्सिजन एउटा भयो, हिट है। मानिनुहोस् तपाईहरु एउटा रुममा यहाँनिर फ्यूल छ, यहाँ अक्सिजन छ, यहाँ हिट छ भने आगो लाग्छ होला? भन्नुहोस्। टिचरहरु यहाँनिर अब डिफ्रेन्ट उयोबाट आउनु भएको छ है, तपाईहरुले पनि अलिकति जानकारी हामी भन्दा त धेरै नलेज हुनुहुन्छ, तपाईहरुले पढाएर हामी पनि पढेर नै अलिकति यति बोल्नु भएको है, अलिकति नलेज भएको। म पनि यही स्कुल पढेको एक समयमा। भन्नुहोस् के आगो लाग्छ होला? हिट पनि छ, फ्यूल पनि छ, अक्सिजन पनि छ भने आगो लाग्छ। Fire which involved in flammable liquid such as petrol, diesel, kerosene
यो डी क्याटेगोरीमा आयो। सी क्लास फर विच इन्भल्भ इन फ्लेमेबल ग्यास सच एज हाइड्रोजन मिथेन, यो तपाईहरुकोमा एलपीजी राखेको छ, यो कुन चाहिँ आयो? सी क्लास। डी क्लास फर विच इन्भल्भ इन फ्लेमेबल मेटल सच एज एल्युमिनियम मैग्नीशियम पोटेशियम, यो तपाईको डी। ई क्लास फर विच इन्भल्भ इन लाइट इलेक्ट्रिकल इक्विपमेंट सच एज कंप्यूटर ट्रांसफॉर्मर जेनेरेटर, यो तपाईको ई आयो। एफ फर विच इन्भल्भ इन कुकिंग ऑयल example kitchen oil or fats, है त्यो तपाईको आयो। ई 49% कज अफ फायर चाहिँ हाम्रो कुकिङबाट हुन्छ। हामीहरूले कतिवटा बसोको कुरोहरू चलाउँछ, त्यसबाट चाहिँ हाम्रो म्याक्सिमम चान्सेस चाहिँ आगो लाग्ने 49% हुन्छ। ओपन फ्लेम तपाईहरुले कतिजनाले बस्तीमा है गाईहरुको लागि ओपन चुल्हाहरू चलाउनु हुन्छ। म्याक्सिमम हामीले घरमा चाहिँ दियो स्थानमा चाहिँ हामीले पर्दा लगाएर चाहिँ पूजा गरेको हुन्छ। त्यति बेला चाहिँ हामीले दियो त बालेको हुन्छ, तर सबैको घरमा पर्दा लगाएको हुनाले म्याक्सिमम त्यहाँ चान्स हुन्छ आगो लाग्नु। हिटिङ एप्लायन्सेसबाट 9%, आर्सनबाट 8%, हाम्रो स्मोकबाट 5% चाहिँ म्याक्सिमम चान्सेस फायर एक्सटिङ्ग्विसर हुन्छ। ए टाइप वाटर टाइप हुन्छ, बी फर्म टाइप यहाँ छैन, सी यो तपाईको CO2 र एउटा DCP हुन्छ, यो CO2 हो, यो ड्राई केमिकल ABC लेखेको हुन्छ यानी तपाईको DC छ, यो ADC पनि लेखेको हुन्छ। अर्को हुन्छ फर्म एक्सटिङ्ग्विसर भने त्यहाँ अर्को हुन्छ तपाईहरुको किचनमा लाग्ने केमिकल फायर एक्सटिङ्ग्विसर हुन्छ है। र त्यसमा अहिले तपाईहरुले है सबैले भन्छ आगो लाग्यो आगो लाग्यो, आगो लागेको तपाईहरुले कसरी चाल पाउनुहुन्छ? कसरी चाल पाउनुहुन्छ कि आगो लाग्यो भनेर तपाईहरुले कसरी चाल पाउनुहुन्छ? भन्नुस् तपाईहरुले। स्मोक धुवाँबाट पनि चाल पाउनुहुन्छ, लाइटबाट पनि चाल पाउनुहुन्छ, हिटबाट पनि चाल पाउनुहुन्छ है। आगो लाग्यो आगो लाग्यो। फेरि यस्तो हुन्छ एकजना घरमा आगो लागेको हुन्छ है, तपाईहरुले फायर ब्रिगेड बोलाइदियो आगो लाग्यो भन्छ। यहाँनिर स्टुडेन्टहरु कति फायर स्टेसनकै अगाडिबाट तपाईहरु हिँड्नुहुन्छ है, र तपाईहरुले कहिले नोटिस गर्नु भएको छ त्यहाँनिर सिङताम फायर स्टेसनको टेलिफोन नोट गरिदिनु भन्छु 03592 233722। तपाईलाई भनिहाले। अनि अब एलपीजी को बारेमा आउँछु। तपाईहरुले जानेको कुरो एलपीजी भनेको के हो? लिक्विफाइड पेट्रोलियम ग्यास है। लिक्विफाइड पेट्रोलियम ग्यास है। म पुरा टिपमा जानु चाहन्छु, यो थुप्रो टिपमा हुन्छ है। यो चाहिँ यसमा चाहिँ अब यो डिराइभ फ्रम क्रुड ओइल है। क्रुड ओइलले यसमा प्रुटेन र ब्युटेन भरेर चाहिँ यो ग्यास बनाएको हुन्छ है। र पहिला त यो स्मेलै थिएन, यो कुनै पनि यो हावाभन्दा चाहिँ यो 2 टाइम हेभियर देन एयर हुन्छ। यो टेन्स टु एक्युमुलेट एट लोवर लेभलदेखि भरिँदै आएको हुन्छ है। यसको कुनै पनि सेफ छैन। यो नन पोइजनस ग्यास हो है। र हामीहरूले जहिले पनि चलाउँदाखेरि याद गर्नु पर्यो, ग्यास लिक भयो भने हामी डराउँछ। जहिले पनि युज गर्नुहुन्छ तपाईहरुले, म्याक्सिमम लेडिजहरुले युज गर्छ है। र हामीहरूले जहिले पनि युज गर्दाखेरि पहिला हामीले के गर्छ, चुलाको नट अफ गर्छ र हामीले रेगुलेटर अफ गर्ने गर्छ। र कहिले पनि हामीले पहिला चाहिँ रेगुलेटर अफ गर्नु पर्यो, त्यहाँदेखि मात्रै चुलाको नट अफ गर्नु। किनभने यहाँनिर हाम्रो तपाईहरुले पहिल्यै चुलाको नट अफ गर्नुभयो भने यहाँनिरबाट चाहिँ योसम्म आउने चाहिँ पाइप चाहिँ अक्सिजन चाहिँ बसेको हुन्छ। र त्यति बेला हामीहरूले घर त सफा गर्छ सबैजनाले है। र सफा गर्दा पनि हामीले राति त साङ्लीहरू मुसाहरू कुदेको त हामी सुतेपछि मात्रै आउँछ। र उनीहरूले त्यहाँ साइडमा हाम्रो चुलाको छेउको र मुखमा हामीले जोइन गरेको हुन्छ यो पाइप। त्यहाँनिर चाहिँ हाम्रो छिटा उछुटेको हुन्छ, के पकाएको मासुको होस् या केही चिज उछुटेको हुनाले गर्दाखेरि त्यहाँनिर मुसाले टोक्छ है। त्यति बेला हामीहरूले
लिकेज छ भने अहिले त गनाउँछ तपाईँहरूले कहिले लिकेज छ भने एकैचोटि नबालिदिनुहोस्, कहिले टर्च लाइटहरू पनि अन अफ लाइटहरू पनि अन अफ नगर्नुहोस्। त्यति बेला ग्यास लिकेज छ भने खिड्कीहरू खोलिदिनुहोस्, दैलो खोलिदिनुहोस् है। र अब हामीले पनि देखाउँदाखेरि तपाईँलाई अहिले त सबैको घरमा मोडुलर किचनहरू या सेफ भएको हुन्छ र सिलिन्डर भित्रै हालेको हुन्छ। सजिलोसँग आगो लाग्ने बित्तिकै हामीले यहाँ देखाएको जस्तै घरमा त हुँदैन, तर पनि हामीले सिकिरहेको छ भने आगो लागेको छ भने प्यानिक चाहिँ हुनु भएन। यसमा आगो लाग्ने बित्तिकै ब्लास्ट हुँदैन। सिलिन्डर ब्लास्ट हुनु पनि हरिजन्टली र भर्टिकली ब्लास्ट हुन्छ है। यो ठाडो पड्क्यो भने ठाडै जान्छ, यो जोइन्टबाट पड्क्यो भने चाहिँ तेर्सो जान्छ र धेरै क्षतिग्रस्त मान्छेहरू पनि मर्नु सक्छ, मरेको पनि छ यसले गर्दा। अन्त तपाईँहरूलाई थाहा छ होला, यहाँनिर हेर्नु सक्नुहुँदैछ है, B27 किन लेखेको होला तपाईँहरूले नोटिस गर्नुभएको छ? यो चाहिँ एक्सपायरी डेट हो। ए भनेको जनवरी फेब्रुअरी मार्च, बी भनेको अप्रिल मे जुन, सी भनेको जुन जुलाई अगस्त, डी भनेको अक्टोबर नोभेम्बर डिसेम्बर हो। यो सिलिन्डरको एक्सपायरी डेट हो है। र हाम्रो वेटहरू दिएको हुन्छ र कतिजना डिलरहरूले यो हाम्रो नटमा चाहिँ खोलिदिन्छ है र यही सिलिन्डरलाई हामीलाई रङ गरेर दिन्छ र ब्लास्ट हुने चान्स चाहिँ धेरै मात्रा सम्भावना बढेर जान्छ। किनभने केही सिलिन्डर हामीलाई घरिघरि दिँदैछ नि त रङ गरेपछि त हामीले सोच्छौँ यो सिलिन्डर नयाँ होला। त्यसले गर्दा हामीले 24 घन्टा बाल्दाखेरि मूल तल देख्नु भएको छ होला, त्यो होल दिएको छ। किन दिएको होला होल भन्दाखेरि तपाईँले त्यो दिएको छ भनेर त्यो चाहिँ तपाईँहरूलाई दिएको चाहिँ त्यहाँबाट एयर पास होस्। कतिजना हामीले पार्टीहरू हुँदाखेरि 24 घन्टा सिलिन्डर अन हुन्छ है, त्यति बेला चाहिँ हामीहरूले एयर पास र हामीहरूले 24 घन्टा बाल्दा चाहिँ पार्टीतिर पनि याद गर्नुपर्छ। अलिकति हामीले यो सिलिन्डरलाई चाहिँ पानीको बकेटमा भिजाएर राख्नुपर्ने हुन्छ, नभए चाहिँ ब्लास्ट हुने चान्स छ। 200 डिग्री सेल्सियस पुगेपछि मात्रै यो सिलिन्डर ब्लास्ट हुन्छ। त्यसमा ब्युटेन हुन्छ है, त्यसमा टेम्परेचर ब्युटेनको टेम्परेचर दिएको हुन्छ 1990 डिग्री सेल्सियस र ब्युटेनको दिएको हुन्छ 1970 डिग्री सेल्सियस। त्यतिको दिएकोले हुँदाखेरि हामीलाई यो सिलिन्डर 2000 सेल्सियस पुग्यो भने मात्रै यो सिलिन्डर ब्लास्ट हुन्छ। तर हामीहरू अलिकति डर लाग्छ, किनभने सिलिन्डर हो होइन, मान्छे प्यानिक हुन्छ है। र हामीहरूले अहिले तपाईँलाई देखाउने नै छ आगो बालेर यो अहिले। अन्त म एक्सटिङ्ग्विसर भन्न चाहन्छु है, सबैको घरमा होटेलतिर या होस् दोकानतिर होस् तपाईँहरूकोमा यो खालको सिलिन्डर राखेको हुन्छ है। र कसरी चलाउनु र यसको एक्सपायरी कसरी चिन्नु सक्नुहुन्छ? यहाँनिर हेर्नुहोस्, ग्रिन एउटा मिटर हुन्छ, त्यो चाहिँ ग्रिनमा छ भने चाहिँ यो चाहिँ एक्सटिङ्ग्विसर तपाईँको एक्सटिङ्ग्विसरले काम गर्छ। जब यो रेडमा जान्छ तपाईँहरूले जति नै कोसिस गर्नु त्यति बेला चल्दैन। र जहिले पनि चलाउँदाखेरि हामीहरूले PASS पास भन्छ है, पुल द पिन फ्रम द लिभर है। सबैभन्दा पहिला एक्सटिङ्ग्विसर चलाउनु भन्नु अगाडि पुल द पिन, एम द नोजल बेस अन द फायर। हामीहरूले जहिले पनि यो एक्सटिङ्ग्विसर चलाउँछ, कतिजनाले चाहिँ आगो ठुलो भइसकेको हुन्छ र जहिले पनि आगोको बेसमा आउनु पर्यो। नोजल चाहिँ एम बेस अन द फायर है। स्क्वेस द लिभर भनेको यो हामी स्क्वेच गर्नु पर्यो, स्क्वेच गरेपछि मात्रै निस्किन्छ तपाईँको पाउडर है। स्वेट द एक्सटिङ्ग्विसर साइड बाई साइड भनेको हामीहरूले स्वेट गर्दै गर्नु पर्यो, एकै जग्गाबाट फायर फाइटिङ गर्नु। हामी तपाईँहरूलाई एलपिजी बालेर देखाउँछौँ। निभाउनु पर्ने र हामी यो निकालेर पनि गर्नेछ। लाग्छ अगाडि नमस्ते। हावा
विन्ड डाइरेक्सन पनि हेर्नुपर्छ। अहिले तपाईँहरूले जसरी उता पनि फाइटिङ गर्नुहुन्छ है, विन्ड डाइरेक्सन हेर्नुपर्छ है। र यति बेला आगो लागिरहेको छ, तपाईँले के गर्नुहुन्छ? यति बेला आगो लागेको छ भने तपाईँले केवल त डर छ है, र तपाईँले यसरी पानी हाल्नुहुन्छ, निप्दैन यो आगो, पानी हाल्नुहुन्छ निप्दैन है यो आगो। र के गर्नुहुन्छ त्यति बेला? यहाँनिर तपाईँहरूले के गर्नु पर्दैन। यहाँनिर हेर्नुहोस्, आगो निक्लिँदैछ है, आगो निक्लिँदैछ। यहाँ तपाईँहरूले नडराइकन यहाँनिर आगो हाल्नुहोस्। यो गऱ्यो भने जहिले पनि पाइपको बिचमा 1 इन्चीको ग्याप हुन्छ, 1 इन्चीको ग्याप हुन्छ है। यहाँनिर हाम्रो पाइपमा त आगो देख्छ, तर 1 इन्चीको यहाँनिर ग्याप हुनाले गर्दा तपाईँहरूले निभाउन सक्नुहुन्छ। यो तपाईँहरूले बेन्ड गर्दा पनि हुन्छ, पाइपलाई बेन्ड गर्नु पनि सक्नुहुन्छ तपाईँहरूले। हात हालेर हामीले पाइपलाई बेन्ड गर्दा पनि आगो निस्किँदो रहेछ। तर तपाईँले पानी जति हाल्नु आगो निस्किन्छ, किनभने तपाईँले एकचोटि निस्किँदैछ आगो। तपाईँहरूले देख्नुहुँदैछ, अहिले पानीमै डुबाएको छु नि त, आगो निस्किँदैन। र तपाईँहरूले बेन्ड गरिदिनुहोस्, आगो निस्किन्छ। तपाईँहरूले चलाउँदाखेरि यस्तो रेगुलेटरमा मात्रै आगो लागेको देख्नु भएको छ होला है। कोही बेला पाइप सल्केर रेगुलेटरमा मात्रै लाग्छ, त्यति बेला तपाईँहरूले कसरी निभाउनु हुने? च्यादरहरू अलिक मोटो मोटो ब्ल्याङ्केटहरू है, या बकेट छ भने पनि बकेटले हिर्काएर निभाउन सक्नुहुन्छ। यसरी हिर्कायो भने तपाईँको आगो निस्छ। तपाईँले बकेट चाहिँ हेर्नु पर्यो, त्यसमा चाहिँ फिट अलिकति पस्ने गरी है। र अर्को तपाईँहरू कपडा या यो त हिर्काएर मार्जिन पनि भयो है। अब हात हालेर त्यसलाई मिलाइदियो। तर कपडा चाहिँ यसरी भिजेको हुनु पर्यो हिर्काउँदाखेरि चाहिँ, नत्र भने अक्सिजन छिरेर चाहिँ आगो बढेको। यो बोरा चाहिँ डबल बोरा हुनुपर्छ।
4 फुट बाई 3 फुटको छ भने चाहिँ यसलाई राउन्ड गर्न सक्ने रहेछ। हामी सबै तपाईँहरूलाई डाइरेक्ट देखाउन सक्नुपर्ने कार्य। अब यहाँनिर तपाईँहरूले प्रोफाइलहरू भए चाहिँ हामी अलिक देखाइदिने थियो र हामी डाइरेक्ट गर्दैछौँ किनभने लुगा मैला हुन्छ भाइहरूको। तपाईँहरूले अब यहाँनिर हाम्रो नयाँ किनभने आज हाम्रो यहाँ एसए भाइहरू चाहिँ भर्खरै आएको हाम्रो सिङताम फायर स्टेसन भाइ। डिसिपी र यो हाई प्रेसर एडिसी है, यो चाहिँ डिसिपी चाहिँ कस्तो हुन्छ भने तपाईँले एकताल जब प्लन्ज गर्नुभयो भने त्यो 10 देखि 23 सेकेन्डमा सक्छ, त्यसलाई कन्ट्रोल गर्नु सक्छ। तर यो डिसी एक्सटिङ्ग्विसर छ, तपाईँहरूले जब स्पेस गर्नु छोड्छ तब त्यो पाउडर तिनै बस्ने छ र तपाईँले सेकेन्ड टाइममा पनि युज गर्न सक्नुहुन्छ। तपाईँहरूले कहीँ पनि युज गर्नु हुँदाखेरि पहिला हेर्नुहोस् तपाईँहरूले यहाँ त ओपन जग्गामा छ है, र जहाँ एक्चुअली आगो लाग्नु सिनेरियो हुन्छ त्यहाँनिर धुवाहरू, स्मोकहरू, टक्सिक ग्यासहरू हुन्छ है। र तपाईँहरूले युज गर्नु अगाडि पहिला त हेर्नुहोस् एक्जिट डुअर, किनभने यहाँबाट एउटा पाउडर निस्किन्छ, सेतो निस्किन्छ है, केही देख्दैन, त्यो माथि स्मोकहरू हुन्छ। त्यसले गर्दाखेरि त्यो युज गर्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले एक्जिट डुअर चाहिँ कहाँ छ त्यो हेर्नुहोस्। र यो पाउडर निस्किँदाखेरि तपाईँहरूलाई कुनै पनि हार्मफुल एफेक्ट हुने छैन र यो हामी आगो लगाइदिनेछौँ र तपाईँहरूले नै आएर स्टुडेन्ट भाइ बहिनी या टिचरहरूले नै निभाउन सक्नुहुनेछ। र कतिको डिस्टेन्समा बसेर है र कस्तो प्रकारको एक्सटिङ्ग्विसर ल्याएर चलाउनु पर्ने हामी यहाँनिर पहिला डेमो देखाउनेछौँ। म यहाँ इमानुएल सुब्बालाई यसको एक्सन देखाउन लाउँछु। जहिले पनि आगो लाग्दाखेरि कहीँ राखेको हुन्छ एक्सटिङ्ग्विसरहरू है, तपाईँहरूले कसरी झिक्नु पर्ने अहिले हामी सब तपाईँहरूलाई इक्जाम्पल मात्रै दिँदैछौँ, तपाईँहरूले नै गर्नेछौँ। सपोज आगो लाग्यो अरे है, एक्सटिङ्ग्विसर कसरी बोकेर लानु हुने, कतिको डिस्टेन्समा बस्नु।
स्टुडेन्ट भाइ बहिनी आउनुहोस् अगाडि। तपाईँहरूलाई यो सानो 5 वर्षको नानीले पनि चलाउन सक्ने एक्सटिङ्ग्विसर छ। आउनुहोस्, तपाईँहरूले आफ्नो सोसाइटीमा काम लाग्ने कुरा सबैको दोकानमा घरमा अहिले यो नेसेसरी छ। तपाईँहरूको सेफ्टीको लागि हो। आउनुहोस्, चलाउनु। जबसम्म चलाउनु हुँदैन तबसम्म तपाईँहरूले आँट आउँदैन। एकताल चलाउनु भयो भने तपाईँहरूको आँट बढिहाल्छ। हुन्छ, सबलाई ताली बजाइदिनुहोस् है। र तपाईँहरूले आगो लाग्यो भनेर एकताल चिल्लाइदिनुहोस् र सरले आगो निभाएर देखाउनुहुन्छ। सबैजना कम्प्युटरको अलिक सामान त्यो भित्र केमिकल हुनाले गर्दा त्यसलाई चाहिँ बिगार गर्छ धेरै। र त्यसले गर्दा चाहिँ CO2 यो CO2 त चलाउँदाखेरि मान्छेले होइन एकदम यस्तो आवाज डराउँदो हुँदै गर्दा फ्याटेज छोडिदिन्छ है। र तपाईँहरूलाई यो पनि चलाउनु हामी सिकाउने छ। यो त छ नि स्कुलमा, तर कतिजनाले पक्रेर यहाँ हात पक्रिन्छ। यहाँबाट यस्तो डराउँदो आइस जस्तो बबल्स निस्किन्छ है। तर त्यो तपाईँले खोलेर यहाँनिर यसरी चलाउनु तपाईँको हात पनि डढ्नेछ है। र हामीहरूले जहिले पनि यसलाई चलाउँदाखेरि यहाँनिर पिन लगाएको हुन्छ है। पिन लगाएको हुन्छ। यो पिन यसरी नै हुन्छ। तपाईँहरूले पिन खोल्नुहोस् है। र तपाईँहरूले एक प्रकारको एकजनालाई बोलाउन चाहन्छु, को आउनु हुने।
डेमोन्स्ट्रेसन गरेर देखाइदिएको छ र तपाईँहरूले भविष्यमा अझ थुप्रो कुरा छ। भूकम्प अन्त के हुन्छ, अहिले ऋण होइन, आगो हावा पानी। अब अस्तिको दिन है हावा चल्यो, तपाईँहरूले हावा चल्दाखेरि होइन घरबाट बाहिर ननिस्किनुहोस्, सहयोग गर्नुहोस् एकाअर्कालाई, के भन्न चाहन्छु। धन्यवाद। यदि कुनै कुरामा सोध्न इच्छा लाग्यो भने सोध्न सक्नुहुन्छ है। यो पाउडर टाइप अहिले नयाँ यो सानो नानीहरूले पनि यो अहिले सबले उहाँहरूले गरेर देखाउनु भयो। नजनाइकन ढक्कसँगले यो पिन तानेर यो पिन क्लिप तानेर यो झर्छ, यो खुल्ला हुन्छ, त्यतिखेर यहाँ पक्रेर क्लिप गर्दाखेरि त्यो पाउडर गएर त्यो आगोमा जान्छ र आगोको बिच एजमै हिर्काउनु पऱ्यो। हामीले माथिबाट हिर्काउनु भएन, माथिबाट हिर्काउँदा आगो साह्रै पनि फिजिन्छ र खेतमा जरामै हिर्काउनु पऱ्यो कि घुमेर हावाको डाइरेक्सन हेरेर त्यो उहाँले राम्रोसँगले दिनुभयो। अन्त चुल्हाको ग्यास हामीले जति पनि ठुलो प्रत्येक घरमा र कोही बेला नानीहरू मात्रै हुन्छ, कोही बेला घरमा आमाहरू बुढाबुढी भएको मान्छे पनि हुनुहुन्छ, त्यतिखेर त्यस्तो आपत्ति पनि परेको हुन्छ। त्यो पनि हामीले जान्नु छ र उहाँहरूलाई गएर सिकाउनु पनि छ। त्यस्तो प्रकारले आगो त डरलाग्दो भयो अघि, तर जाँदाखेरि यसको ट्युबमा अलिकति अम्ला नरहेर आउँदाखेरि पनि यो पटक भइहाल्दो रहेछ। त्यतिखेर हामी यतापट्टि यो अफ गर्न सकिहाल्छौँ। र पाइप पनि केही थियो, पाइपमा जाँदाखेरि आगो डरलाग्दो भएर गएको थियो, त्यो हामीले देख्दाखेरि डराइरहेको थियौँ। तर पाइपको नुदनको छेउमा चाहिँ 1 इन्चीको डिस्टेन्समा चाहिँ त्यो आगो अगाडि हुँदो रहेछ र 1 इन्ची जस्तो डिस्टेन्स चाहिँ पाइपदेखि हुँदो रहेछ। त्यसमा हामीले हात छिराउन पायौँ भने हाम्रो हात नडर्ने रहेछ र त्यो ब्लक हुने रहेछ होइन। यो पनि हामीले जान्यौँ। त्यहाँ पनि अम्ला छिराएर गर्नुहुन्छ, पाइप जस्तै हो, त्यति नै डिस्टेन्स हुन्छ। सबैजना भाइ बहिनीहरू नानीहरू छँदैछ ती नै हामी पनि त्यतै उभिएर सबैजना भएर एउटा फोटो बनाएर छुट्यौँ भन्दै आज म यो प्रोग्रामको अन्तिम चरणमा आइपुग्दाखेरि एडिएमलाई म यो माइक्रोफोन दिन चाहन्छु र के कसो भयो, गल्ती भएर पनि माफ गरिदिनु होला भन्दै म बिदा लिन चाहन्छु। धन्यवाद। Our gratitude to Mr. J.B. Pradhan sir from Singtam Fire Station for conducting such a practical and informative presentation. Now I would like to request our JD sir from District Education Office Gangtok, Mr. Vasudev. We are in a important program. At the first of our class, हामीले आफ्नो क्लासलाई छोडेर यहाँ हामी respected fire in charge from Singtam Fire and Emergency Services and his team, principal in charge Singtam Senior Secondary School, official from District Education Office, Block Education Office of Hamburg and PAC, staff Singtam Senior Secondary School, and dear students. I would like to extend my sincere thanks to the Fire and Emergency Services Singtam for the demonstration, for the mock drill that is presented for us. हामीले हाम्रो घरमा when the accident or the incident occurs, त्यति बेला यो हुन सक्छ यो because these things are arranged and collected, भेला गरेर ल्याएको कुराहरू whatever is needed for the demonstration. तर पनि हामीलाई एउटा आइडिया भयो कि what would be our role when such an emergency occurs in our homes or in our neighborhood. छर छिमेकमा आफ्नो घरमा के हुँदाखेरि भनेर हामीलाई एउटा आइडिया हो. दिस इज अ मक ड्रिल
र तपाईहरुलाई जानकारीको लागि म यो कुरा भन्न चाहन्छु कि हाम्रो नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटी एट द एपेक्स इन्डियाको गभर्नमेन्ट अफ इन्डियाको लेभलमा NDMA भनेर हुन्छ, स्टेट लेभलमा SDMA स्टेट डिजास्टर म्यानेजमेन्ट अथोरिटी, त्यसको बादमा हाम्रो डिस्ट्रिक्ट डिजास्टर म्यानेजमेन्ट अथोरिटी भनेर हुन्छ। र डिस्ट्रिक्ट डिजास्टर म्यानेजमेन्ट अथोरिटीले हिजो अस्ति अर्थक्वेक र त्यसको यसमा पनि मक ड्रिल गरेको थियो। रिप्रेजेन्टेटिभ फ्रम स्कुल, तपाईहरुको स्कुलबाट माथि DC अफिसमा यो ट्रेनिङ गराएको थियो। फेज वाइज गरेर हाम्रो 5वटा ब्लक गान्तोक डिस्ट्रिक्टको 5वटा BSc को लागि उहाँहरूले 4 दिनको प्रोग्राम गर्नु भएको थियो माथि डिस्ट्रिक्ट कलेक्टरको अफिसमा। र यो मक ड्रिल इज इम्पोर्टेन्ट बिकज हामीले हाम्रो इन आवर वर्क प्लेस, हाम्रो घरमा र हाम्रो छर छिमेकमा साधारण कुरोबाट फैलिएर त्यो कुरा ठुलो हुनु नदिनुको लागि चाहिँ यो मक ड्रिल गर्नु जरुरी छ, आवश्यक छ। र हामीले गान्तोक डिस्ट्रिक्टको 5वटा BSc को लागि यो एरेन्ज गरेको हो। टिचरहरू जो रिप्रेजेन्टेटिभ तपाईहरु स्कुलबाट आउनु भएको छ, जुन स्कुलमा LPG होइन यो फायर सेफ्टीको जुन इक्विपमेन्ट्सहरू दिएको छ त्यो स्कुलको रिप्रेजेन्टेटिभहरूलाई बोलाएको हो। आई होप अल अफ यु हेभ कम टु एटेन्ड द प्रोग्राम र अल द बेस्ट टु यु। अब आउने दिनहरूमा तपाईहरुले अगाडि गएर यो सानो सानो कुराबाट हुने जुन हादसाहरू हुन्छ यसलाई तपाईहरुले बचाउनु हुनेछ, जोगाउनु हुनेछ भनेर आशा राख्दै म तपाईहरुलाई सबैलाई धन्यवाद दिँदै यो कुरा यही राख्न चाहन्छु। धन्यवाद।